गोकर्णेश्वर नगरपालिका काठमाडौँ जिल्ला उत्तर पूर्वी किनारामा अवस्थित एक समृद्ध र सांस्कृतिक रूपमा सम्पन्न नगरपालिका हो, जहाँ प्राचीन धार्मिक सम्पदा, हरियालीले ढाकेको वनजङ्गल, ऐतिहासिक गोकर्णेश्वर मन्दिर र बागमती नदी रहेको छ। यस नगरपालिकाले आधुनिक शहरीकरण र परम्परागत जीवनशैलीलाई सन्तुलनमा राख्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र पर्यटनको विकास मार्फत राजधानी उपत्यकाकै आकर्षक र सम्भावनायुक्त क्षेत्रको रूपमा आफ्नो पहिचान बनाउँदै आएको छ। 9वटा वडा मिलेर बनेको यो गोकर्णेश्वर नगरपालिका वडा नम्बर 9, जुन नगरपालिकाको भूगोल अनुसार उत्तर पश्चिममा रहेको एउटा सुन्दर वडा हो गोकर्णेश्वर नगरपालिका वडा नम्बर 9 आरुवारी। दोस्रो कार्यकालको चुनाव जितेर आएका जनप्रतिनिधिहरूको कार्यकाल पनि 3 वर्ष बितिसक्यो। यो बीचमा यस गोकर्णेश्वर नगरपालिका वडा नम्बर 9 ले जनताको मन जितेर वडाको समग्र विकासमा थुप्रै काम गरिरहेका छन्। यस वडाका जनप्रतिनिधिहरूको एकैछिन कुरा गरौँ। शालीन, भद्र र नम्र स्वभावको वडाध्यक्ष राजीव थापा, जो धेरै बोल्दैनन् तर काम भने मजाले गर्छन्। रिसाएर गएका सेवाग्राही पनि वडा अध्यक्षको कोठामा पुगेपछि हाँस्दै हाँस्दै घर फर्कन्छन्, किनकि वडा अध्यक्ष न कहिले रिसाउँछन् न कहिले झर्किन्छन्। नम्र शैलीमा बोल्ने र काम गर्ने उनको स्वभाव हो। वडा अध्यक्ष राजीव थापाको टिमको यो दोस्रो कार्यकाल हो। अघिल्लो पटक पनि उनी वडा अध्यक्ष नै थिए। त्यही शैली, स्वभाव र काम देखेर नै उनलाई वडा नम्बर 9 का जनताले झन् दोस्रो पटक धेरै मत दिएर फेरि वडा अध्यक्षमा जिताए। त्यही माथि उनलाई साथ दिने 4 जना वडा सदस्यहरू उमेश चालिसे, श्रीकृष्ण कारञ्जित, लक्ष्मी गुरुङ र गमला परिया। वडा अध्यक्ष र सदस्यहरूको तालमेल यस्तो मिलेको छ कि मिली काम गर्ने कार्यशैली देख्दा कर्मचारी र जनता नै दङ्ग छन्। आफ्नो वडाका विकास, समृद्धि र जनताको मनोभावना अनुसारको काम गर्न निरन्तर अहोरात्र खटिरहने जनप्रतिनिधिहरूले अहिलेसम्म विकास निर्माण, भौतिक पूर्वाधार, सडक सुरक्षा, यातायात व्यवस्थापन, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, मठ मन्दिर लगायतका क्षेत्रमा धेरै काम गरिरहेका छन्। विकास निर्माण अघिल्लो आर्थिक वर्षहरूमा धेरै विकास निर्माणका कार्यहरू सकिसकेको छ। टोलटोलमा सडक पुगिसकेको छन्। भित्री बाटोहरूमा ब्लक छपाई, सडक ढलन, सडक पिच लगायतका ढुङ्गा छाप्ने कार्यहरू सकिसकेको छ। यस वर्ष तिनै बाटोहरू र थप बाटोहरूको स्तर उन्नतिका कामहरू धमाधम भइरहेका छन्। त्रिवेणी चोकको सडक पिच भइरहेको छ। भगवती थान आरुबारी जोड्ने सडक कालोपत्रे भइरहेको छ। अरुन्द स्कुल जाने बाटो निर्माण भइरहेको छ। यी कामहरू प्रदेश, सङ्घ र नगरको साझेदारीमा भएका हुन्। त्यसैगरी वडाका अधिकांश ठाउँहरूमा ढल व्यवस्थापनको कार्य भइसकेको छ। पुराना ढलका पाइपहरू फेर्नेदेखि नयाँ सडकमा ढल हाल्ने काम भइरहेका छन्। विभिन्न ठाउँहरूमा ज्येष्ठ नागरिक पार्क निर्माण भइरहेको छ। विभिन्न मठ मन्दिर, गुम्बाहरूको निर्माण तथा स्तर उन्नति भइरहेको छ। शङ्खडोलमा ऐतिहासिक पुरातत्वले भरिएको शङ्ख राखी सौन्दर्यको काम गरिरहेको छ। ज्येष्ठ नागरिक पार्कहरू बनिरहेका छन्। आरुबारीको पानी खोल्सामा पार्क निर्माण लगायतका कार्यहरू भइसकेका छन्। पहिलो चरणमा भौतिक विकासको काम सकेर अहिले सडक सुरक्षा र सुन्दरीकरणका कामहरू भइरहेका छन्। नमस्कार, म राजीव थापा, गोकर्णेश्वर 9 को वडा अध्यक्ष। यो मेरो चाहिँ दोस्रो कार्यकाल हो। यस वडाको भौतिक पूर्वाधारको कुरा गर्नुपर्दाखेरि अहिले सडकहरू लगभग पहिलो कार्यकालमै सकेका छौँ। अहिले दोस्रो चरणमा चाहिँ अब स्तरोन्नति, किनभने विकास निर्माणको चरण भनेको चाहिँ अब यो सधैँ एउटा चलिरहने प्रक्रिया नै रहेछ। हामीले अहिले ढलहरू स्तरोन्नति गरिरहेका छौँ भने ढल नभएका ठाउँमा जहाँ बस्ती विकास हुँदै गएका छन् त्यस्तो ठाउँमा ढल गरेका छौँ। त्यसै गरी सडक ढलान र कालोपत्रे गर्दै गएका छौँ भने सानो बाटो जहाँ मेलम्ची खानेपानीको आयोजनाको अब पाइप विस्तार हुन बाँकी ठाउँमा चाहिँ हामीले ब्लकहरूको छपाईहरू गरेका छौँ। त्यसले ब्लकहरू छपाउँदा चाहिँ भोलि खानेपानीको पाइपहरू विस्तारमा सहज हुने हामीले अनुमान गरेर हामीले त्यसरी काम गरेका छौँ। त्यसै गरी अब ढल हामीले गरि नै राखेका छौँ भने हामीले यो पहिलो कार्यकालमा भौतिक पूर्वाधार अलि बढी काम गरेकोले अहिले दोस्रो चरणमा ब्युटिफिकेसन, सडक सुरक्षा लगायतका कामहरू पनि गरेका छौँ।
त्यसै गरी भौतिक पूर्वाधारमै हामीले शङ्खडोलमा चाहिँ एउटा शङ्ख बनाएका छौँ। अब त्यसले चाहिँ त्यो एउटा टोलको एउटा बस्तीको नामाकरणले त्यसलाई जनाउँछ। त्यो चाहिँ एउटा त्यसले त्यहाँका पहिचानहरू दिन्छन् हामीले जस्तो लाग्छ। त्यसै गङ्गाजीले बिच पारो त किन सडक सुरक्षा। मूल सडक र भित्री सडकहरूमा सीसी क्यामेरा जडन, सडक पेटीहरूको निर्माण, सडक पेटीमा राखिएका सामानहरू हटाउने कार्य गरिएको छ। सडक दायाँ बायाँ वृक्षारोपण गरिएको छ। ठेलागाडाहरूलाई पूर्ण रूपमा बन्द गरिएको छ। सडकको सुरक्षा अन्तर्गत सीसी क्यामेरा, सडक बत्तीहरू गरेका छौँ भने सडक सुरक्षा, सडक मैत्री, बाल मैत्री तथा ज्येष्ठ नागरिक मैत्री हुनुपर्छ भनेर हामीले गरेका छौँ। त्यो चाहिँ अलिकति पुरा हुन सकेको छैन। वातावरण मैत्री सडक हुनुपर्छ भनेर हामीले सडकको दायाँ बायाँ चाहिँ जहाँ स्थान उपलब्ध छ त्यस्तो सडकमा चाहिँ हरियाली हुनुपर्छ भनेर वृक्षारोपणहरू गरेकै छौँ। अनि अब सडकमा चाहिँ सडक मैत्री हुनुपर्छ भनेर यातायात मैत्री हुनुपर्छ भनेर ठेलागाडाहरूलाई चाहिँ निरुत्सान गरेका छौँ। सडक पेटीमा राखेका सामानहरूलाई चाहिँ हटाउन लगाएका छौँ। स्वास्थ्य। आरुवारी चोकमा जोरपाटी स्वास्थ्य चौकी स्थापना गरिएको छ, जुन भर्खरै उद्घाटन गरी सञ्चालन गरिएको हो। स्थानीयवासीहरूलाई ध्यानमा राखेर निशुल्क ल्याब सेवा, निशुल्क औषधि वितरण, विशेषज्ञ सेवा प्रदान गरिरहेको छ। यस वडाले आर्थिक अवस्था कमजोर भएकाहरूलाई आर्थिक सहायता पनि गरिरहेको छ। ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य चेक जाँच गर्नका लागि घर दैलो सेवाको अभियान पनि सञ्चालन भइरहेको छ। साथै अशक्त बिरामीहरूको लागि घर दैलो थेरापी सेवा पनि सञ्चालन भइरहेको छ। स्वास्थ्यको कुरा गर्नुपर्दा चाहिँ जोरपाटी स्वास्थ्य चौकी अन्तर्गत हामीले स्थानीयवासीहरूलाई चाहिँ सेवा दिइरहेका छौँ। यसमा ल्याबहरू निःशुल्क गरेका छौँ। त्यसरी भर्खरै हामीले विशेषज्ञ डाक्टर विशेषज्ञ सेवाहरू पनि सञ्चालन गरि नै राखेका छौँ। शिक्षा। यसै वडामा पर्ने सरकारी स्कुल अरुणोदय माध्यमिक विद्यालयबाट राम्रो शिक्षा प्रदान गरिरहेको छ, जुन पूर्वी भेगकै एक नमुना विद्यालय हो। यसै विद्यालयबाट निशुल्क प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको छ, जसले गर्दा स्थानीयले सुलभ मूल्यमा राम्रो प्राविधिक शिक्षा प्राप्त गरिरहेका छन्।
त्यसै गरी हामीले यस वडामा पर्ने सामुदायिक विद्यालय अन्तर्गत अरुणोदय माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङको कक्षाहरू सञ्चालन गरेका छौँ, जहाँ चाहिँ हाम्रो के भन्छौँ जति पनि सिट सङ्ख्याभन्दा धेरै आवेदन पर्छ, त्यहाँ चाहिँ पढ्नलाई अझ पनि तथामजा छौँ। हामी चाहिँ अझ यस पूर्वी भेगको अब नमुना विद्यालयमा दोस्रो विद्यालयमै पढेको हामी यहाँ जानकारी गराउन चाहन्छौँ। खेलकुद विशेष गरी युवाहरूलाई खेलकुद क्षेत्रमा सामेल गराउन यस वडामा धेरै खेलकुदको विकास भइरहेका छन्। यसै वडामा ब्याडमिन्टन कभर्ड हल निर्माण भएको छ, डोजो कराते हल निर्माण भएको छ। यसै वडाको पानी खोल्सामा रहेको खुल्ला चौरमा भलिबल मैदान, आउट जिम गर्ने स्थान बनाइएको छ। साथै स्विमिङ, साइक्लिङ लगायतका क्षेत्रहरूमा युवाहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू ल्याइएको छ। युवाहरूमा बढ्दो सामाजिकरण र समाजमा घुलमिल हुने प्रवृत्ति नरहेपछि खेलकुद मार्फत कुलतमा लाग्नबाट बचाउन र सामाजिक हुनका लागि यस्तो काम गरेको वडा अध्यक्षले बताउनु भएको छ। नगरपालिका, प्रदेश र सङ्घको सहयोगमा चाहिँ भगवती युवा क्लबको भवन, ब्याडमिन्टन हल तथा डोजो भवनहरू निर्माण गरेका छौँ। त्यसै गरी हामीले ज्येष्ठ नागरिक पार्क निर्माण गरेका छौँ भने आरबारी सिरानमा रहेको पानी खोल्चा पार्कहरू निर्माण गरेका छौँ। त्यहाँ चाहिँ अहिले खुला व्यायामशाला तथा भलिबल तथा बालबालिकाको लागि चिप्लेटीहरू राखिरहेका छौँ। त्यसले चाहिँ हाम्रो यो क्षेत्र चाहिँ समग्र भनौँ न अहिले शहीद पार्कसँगै जोडिएको छ। यो चाहिँ मर्निङ वाकको एकदम हब पनि हो र हाम्रो पनि त्यो बेल्ट चाहिँ खेलकुद र स्वास्थ्यसँग जोडिएको छ। स्वास्थ्य हुनुपर्छ, जनता चाहिँ रोग लागेर उपचार गर्नुभन्दा निरोगी नै हुनु, स्वस्थ नै हुनुपर्छ है भन्ने हामीले हिसाबले चाहिँ योगाहरू कार्यक्रम, खेलकुदका लक्षित कार्यक्रमहरू सञ्चालन गरेका छौँ। युवा लक्षित कार्यक्रमहरू गरेका छौँ भने ब्याडमिन्टनहरू चाहिँ अलिकति अहिले बढी खेलिने खेल भएको छ यस वडामा। अनि त्यसपछि फुटबलहरू परेको जानकारी गराउँछौँ। त्यसै गरी बालबालिकाको क्षेत्रमा चाहिँ हामीले बालबालिकाहरू अनुशासित र गतिशील भयो भने भोलिको हाम्रो पनि राज्य अझ सबल र समृद्ध बन्छ भनेर उनीहरूलाई हामीले खेलकुद कार्यक्रमहरूमा गरेका छौँ। उनीहरू खेल विकासको गर्नुपर्छ र खेलकुदमा लागेर उनीहरूले पनि अनुशासन सिक्छ भनेर हामीले उनीहरूलाई ब्याडमिन्टन, स्विमिङ, साइक्लिङहरू लगायतका धेरै विधाहरूमा अगाडि बढाएका छौँ। त्यसै गरी पुस्ता हस्तान्तरण गर्नुपर्छ है भनेर हामीले हजुरबा पुस्ता र नाति पुस्ता, अब भनौँ न जिजुबुवा पनाती पुस्ताहरू नै अन्तर्क्रिया गर्नुपर्छ है। यो एकल परिवारले चाहिँ अलिकति समाज चाहिँ अलिकति हामीले भन्न त भन्छौँ हामी सामाजिक प्राणी हो भनेर, तर हामी अहिले खाना खाँदा पनि एक अर्कासँग कुरा नगरेर त्यही मोबाइल या डिजिटल दुनियाँमा भनौँ न त्यो हराउने हामीले जुन व्यवहारहरू पाएका छौँ त्यो व्यवहारबाट बाहिर आउनुपर्छ है। मानिस भएपछि संवाद र सहकार्य गर्नुपर्छ। तपाईँ हामीले एक अन्तर्क्रिया गरेनौँ भने त्यो परिवार रहँदैन है भनेर हामीले त्यसरी कार्यक्रमहरू पनि अगाडि बढाएको यहाँहरूलाई जानकारी गराउन चाहन्छु। खानेपानी यस वडा नगरपालिकाको शहरी क्षेत्र अन्तर्गतको सामान्यतया भन्दा केही उचाइमा छ, जसको कारण सुन्दरीजलको पानी जाने सम्भावना छैन। यसको विकल्पमा विभिन्न ठाउँहरूमा अस्थायी बोरिङ गरिएको छ। यो दीर्घकालीन समाधान होइन भनेर वडा र नगरको समन्वयमा मेलम्चीको पानी खुवाउने गरी आरुबरी चोकमा ठुलो ओभरहेड ट्याङ्की निर्माण भइरहेको छ। यसको निर्माण सम्पन्नपछि यस वडाका सम्पूर्ण घरमा खानेपानीको समस्या समाधान हुनेछ। अब यस वडाको खानेपानीको हकमा कुरा गर्नुपर्दा चाहिँ अहिले अस्थायी प्रकृतिको रूपमा चाहिँ हामीले बोरिङहरूलाई सञ्चालन गरेका छौँ। तर यो चाहिँ हाम्रो चाहिँ दीर्घकालीन समस्याको समाधान होइन है भनेर हामीले चाहिँ पहल गरेर पहिलो कार्यकालमै पहल गरेर हामीले खानेपानीको ओभरहेड ट्याङ्की निर्माण गर्न सफल भएको छौँ। त्यो चाहिँ निर्माणको अन्तिम चरणमा छ। अहिले खानेपानीको नि यो जहाँ छुटेका छन् यो वडामा त्यो चाहिँ दोस्रोमा चाहिँ अहिले टेन्डर भएर लगभग अब अन्तिम प्रक्रियामा पुगेका छौँ। अब साउन भदौमा चाहिँ त्यो टेन्डर भएर कामहरू चाहिँ अगाडि बढ्ने म यहाँहरूलाई जानकारी गर्न चाहन्छु। त्यसै गरी प्रदेशसँगकै समन्वयमा खानेपानी ट्याङ्की पनि निर्माण भइरहेको छ। शिव विकास तथा सशक्तिकरण
यस वडाले महिलाहरू युवाहरूको सिप विकासको लागि विभिन्न तालिमहरू प्रदान गर्दै आइरहेको छ। जस्तै ब्युटिसियन तालिम, बेकरी तालिम, कफी मेकिङ तालिम लगायतका कार्यक्रमहरू ल्याई युवा वर्गमा रोजगार सृजना होस् र आत्मनिर्भर होस् भन्ने उद्देश्यले यस्ता खालका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको छ। साथै कसैले फरक खालका र नयाँ खालका प्रस्तावनाहरू लिएर आयो भने पनि वडा मार्फत त्यस खालका तालिमहरू उपलब्ध गराउने कार्य गरिरहेको छ। महिलाको अब सिप विकास र सामाजिक विकास र उहाँहरूको आर्थिक विकास हुनुपर्छ है भनेर हामीले सामाजिक विकास अन्तर्गत महिला लक्षित कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ। अब ब्युटिसियन, हजुर बेकरी, अब कफी यस्तै धेरै गरेका छौँ। अब त्यसमा आय आर्जनसँग सम्बन्धित काम गरौँ र उनीहरूको व्यक्तिगत उन्नति प्रगति होस् भनेर पनि त्यस्ता कार्यक्रमहरू र त्यसले चाहिँ एउटा राज्यलाई पनि सहयोग पर्छ, उत्पादनसँग जोडिनुपर्छ है भनेर त्यसरी कार्यक्रमहरू सञ्चालन गरेका छौँ। भने युवा लक्षित अन्तर्गत पनि हामीले कार्यक्रमहरू सञ्चालन गरेका छौँ। सिप विकास, सिपमूलक, बेकरी, कफी लगायतको कार्यक्रम गरेका छौँ र कहिलेकाहीँ चाहिँ उहाँहरूले चाहनुभएका एउटा फरक कुराहरू छन् भने पनि हामी त्यसलाई अगाडि बढ्न चाहन्छौँ। त्यसलाई उहाँहरूले अझ भनौँ न प्रशिक्षित रूपमा सिक्न चाहनुहुन्छ भने हामी चाहिँ सम्बन्धित निकायमा समन्वय गरेर त्यसलाई चाहिँ सिकाउन पनि हामी लागि पर्छौँ। वडाको सेवा। स्थानीय जनताले वडा कार्यालयबाट छिटो छरितो सेवा प्रदान गरिरहेको छ। वडामा समस्या ल्याएर आउने जो कोही पनि सेवाग्राहीलाई दुखी बनाएर पठाएका छैनन्। उनीहरूको काममा सहज बनाउन कर्मचारी र जनप्रतिनिधिहरूले मुस्कान सहितको सेवा प्रदान गरिरहेका छन्। हामीले चाहिँ सर्वप्रथम चाहिँ हाम्रो वडालाई समृद्धि बनाउनको लागि हामीले सडक बत्ती हाल्यौँ, सिसी क्यामेरा जोड्यौँ। त्यसै गरी स्वास्थ्यको लागि जोरपाटी स्वास्थ्य चौकी भनेर आरबारी चोकमा चाहिँ डाक्टर सहितको सुविधाहरू दिएका छौँ। त्यसै गरी हाम्रो महिला दिदीबहिनीहरूलाई चाहिँ योगालयहरू सुरु गरेका छौँ। त्यसै गरी हामीले चाहिँ अब सबै वडावासी दिदीबहिनी, दाजुभाइ, बुवा आमाहरूको कुरा सुनेर उहाँहरूले चाहिँ के भन्नुहुन्छ त्यो बमोजिम हामीले अगाडि बढेर कामहरू गरिरहेका छौँ र गरि नै रहनेछौँ। र अन्तिममा हाम्रो वडालाई बनाउनलाई तिनै तहको सरकारहरू मिलेर वडा समृद्धि बनाउनलाई ठुलो भूमिका खेल्नु भएको छ र तिनै तहको सरकारलाई म धन्यवाद दिन चाहन्छु। नमस्कार, म श्रीकृष्ण कारन्दित, गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर 9 वडा सदस्य। यस आर्थिक वर्ष 2081-82 को योजनाअनुसार हाम्रो 9 नम्बर वडामा भएका विभिन्न विकास निर्माणका कार्यहरू भएको छ। जस्तै खानेपानी, ढल, ब्लक छपाई, ढुङ्गा छपाई, अनि बाटो, कालोपत्रे, अनि क्लब, विभिन्न क्लब सङ्घ संस्थाहरूमा पनि सहयोग भएको छ। सडक बत्ती, सिसी क्यामेरा ठाउँ ठाउँमा हामीले जडान गरिएका छौँ र ठाउँ हेरिकन बाटो हेरेर बाटोहरूमा हामीले ढलान पनि गरेका छौँ र स्कुलहरूलाई पनि विकास निर्माणका कामहरू गरेका छौँ र हाम्रो वडामा रहेको रमेश विकल प्रतिष्ठानलाई पनि यस वडाले सहयोग गरेका छौँ र विभिन्न मठ मन्दिर र गुम्बा छेर्तनहरूमा पनि हामीले विकास निर्माणका कामहरू गरेका छौँ र यस काम गर्ने उसमा चाहिँ हामीलाई प्रदेश सरकार र सङ्घ सरकारबाट पनि सहयोगहरू आएको छ। हाम्रो वडामा योजनाहरू परेका छन् र हाम्रा प्रदेश सांसद श्री छिङदोजे लामाज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले पनि हाम्रो 9 वडालाई धेरै योजनाहरू पार्नु भएको छ र साथै हाम्रा सङ्घीय सांसद श्री सन्तोष चालिसेज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँले पनि हाम्रो वडामा विभिन्न योजनाहरू पारेर हाम्रो यो वडालाई राम्रो र समृद्धि बनाउन सहयोग गर्नुभएको छ र हामीले पनि सधैँ हाम्रो यस वडा टिमले सधैँ खटेर सकेसम्म हाम्रो वडालाई राम्रो बनाउने कोसिस गरेका छौँ, सकेसम्म हामीले गरेका छौँ। अब यसको मूल्याङ्कन चाहिँ अब यस वडाका स्थानीय बासिन्दाहरूले गर्नुहुनेछ भन्ने आशा लिएको छु र यस गोकर्णेश्वर नगरपालिकाको जनप्रतिनिधि भन्न पाउँदा आफूलाई खुसी लाग्छ, किनभने हाम्रा मेयर दीपक कुमार रिसालज्यूले धेरै राम्रो काम गरेर लगभग हाम्रो गोकर्णेश्वर नगरपालिकालाई नम्बर 1
नगरपालिकामा पुर्याउन सक्नु भएको छ। त्यसको लागि उहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, गोकर्णेश्वर नगरपालिका वडा नम्बर 9 को वडा सदस्य लक्ष्मीदेवी गुरुङ। यही आर्थिक वर्षको अन्तिम चरणमा आइपुग्दा यही आर्थिक वर्ष 2081-82 को हाम्रा गरेका काम र कर्तव्यहरूको सबैको चाहिँ मैले थोरै बताउन चाहेँ। हामीले यस वर्षमा चाहिँ हाम्रो लक्ष्य थियो हामी धुलोमुक्त वडा हौँ भन्ने चाहिँ हाम्रो थियो र प्रत्येक घरमा एक धारा पुगोस् भन्ने चाहिँ हाम्रो पनि धारणा थियो र हामी सबैजना चाहिँ बाहिर निस्किँदाखेरि हामी सेफ छौँ भन्ने खालको एउटा वातावरण सिर्जना होस् भनेर चाहिँ हामीले त्यस लक्ष्यमा चाहिँ गइरहेको थियौँ र त्यसमा हामी आधी पनि पुरा भयौँ, आधी चाहिँ पुरा हुन पनि बाँकी छौँ र हामी यसलाई कम्प्लिट पनि गर्न चाहन्छौँ। यसको मतलब यो होइन भौतिक पूर्वाधारमा कामै भएको छैन भन्ने होइन। हाम्रो कामहरू चाहिँ अहिले हाम्रो गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर 9 मा भित्री ठाउँमा पनि यति राम्रो कामहरू भएको छन् भन्दाखेरि चाहिँ सफा ब्लक छाप्ने कामदेखिको ढल मर्मत गर्ने ठाउँदेखिको सडक कालो पत्रे भएको छन्। हाम्रो यो 9 नम्बर वडामा धेरै राम्रा कामहरू पनि भएका छन् र यो जस्तै हामीले खानेपानीको विषयमा कुरा गर्दाखेरि खानेपानी पनि हामीले यसलाई एकदमै धेरै जोड दिएर खानेपानीलाई जसरी हुन्छ हामी एक घर एक धारा बनाउनुपर्छ भन्ने अभियानमा जुन तल्लो बेल्टबाट हामीले सुरु गरेका छौँ। माथिल्लो बेल्टमा मेलम्चीको पानी बन्दैछ ट्याङ्की, त्यसबाट सप्लाई हुने भन्ने कुरा छ र हाम्रो तल्लोपट्टिबाट चाहिँ सुन्दर जलको जुन लाइनले भ्याउने जति चाहिँ हामीले एकदम फास्ट तरिकाले चाहिँ गरिराखेको पनि छौँ। त्यसको लागि पुरा करिब हुन पनि लागेको छ। त्यसको छिटै नै त्यसको उपलब्धि आउँछ भन्ने विश्वास छ मलाई। र यो हाम्रो सामुदायिक भवनहरूमा पनि हाम्रो 9 नम्बर वडाभित्र भएका जति पनि सामुदायिक भवन छन् त्यसमा चाहिँ अहिले हामीले बिहान यो कक्षा र दिउँसो चाहिँ ज्येष्ठ नागरिक भेटघाट कक्षा भनेर चाहिँ हामीले वाद्यवादनको सामानहरू राखिदिने अनि टिभी जडान गरेर चाहिँ हामीले नेट राखेर चाहिँ बाआमाहरूलाई चाहिँ राखेर ज्येष्ठ नागरिकको उहाँहरूको दुःख सुखको कुरा गर्न सकुन्, एकछिन भए पनि उहाँ भेटघाटमा सबैजना आबद्ध हुन् भन्ने खालको एउटा कक्षा सञ्चालन गर्न लागेका छौँ। त्यसको लागि पनि मैले अगाडि नै भन्न चाहेँ। र यो स्वास्थ्य शिक्षा खेलकुद भन्दाखेरि हाम्रो 9 नम्बर वडाले चाहिँ धेरै खेलकुदहरूमा पनि नगरपालिकाले त अलरेडी हामी नगरपालिकादेखि आउट अफ ट्र्याक त जानै सक्दैनौँ किनभने हामी त्यही नगरपालिकाकै अङ्ग हौँ। त्यही भएको भएर जे नगरपालिकाको नीति नियममा टिकेर हामीले गर्न मिल्ने सक्ने छौँ हामीले त्यही अनुसारको संरचनालाई टेकेर जाँदै गर्दाखेरि चाहिँ हामीले विभिन्न सङ्घ संस्थाहरू मार्फतबाट खेलकुदमा भयो स्कुलमा लगेर जुन प्रशिक्षण गर्नुपर्ने भयो अनि यो शिक्षा क्षेत्रमा पनि हामीलाई के चाहिँ ठिक होला भन्ने किसिमको जुन नीतिमा टेकेर गर्नु खोजेका छौँ त्यसमा चाहिँ हामी पनि सफल भएको पनि छौँ। र अहिले हाम्रो स्वास्थ्य भवन आरुबारी चोकमा भर्खरै मात्रै उद्घाटन भएको थियो। त्यो उद्घाटन भएको भवनमा पनि हाम्रो ल्याबदेखिको MBBS डाक्टरदेखिको सबै कुरा राखेर हामीले यहाँको 9 नम्बरवासीलाई सेवा सुविधा दिन चाहिँ एकदमै हामी अगाडि बढेको छौँ र सेवा सुविधा चाहिँ लिनुभएको छ। त्यसमा चाहिँ एकदमै धेरै खुसी छौँ। उहाँहरू खुसी हुनु नै हामी खुसी हुनु रहेछ भन्दै यो धेरै बोलेर भन्दाखेरि पनि काम गरेर देखाउनुपर्छ भन्छन् भन्दै मेरो कुरा यहीँ छोटो मिठो टुङ्ग्याएँ। हस्त नमस्कार, धन्यवाद। नमस्कार, मेरो नाम कमला परियार हो, वडा नम्बर 9 को वडा सदस्य। म गोकर्णेश्वर नगरपालिका वडा नम्बर 9 को बासिन्दा श्याम रुपाखेती। विगत झन्डै 4 वर्षदेखि यो गोकर्णेश्वर नगरपालिकाबाट निर्वाचित भएर प्रतिनिधिहरू आउनु भएपछि गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर 9 को विकास कुना कुनामा भएको छ। सानो बाटोदेखि लिएर ठुलो बाटो, मोटर बाटोदेखि लिएर गोरेटो बाटोदेखि लिएर पुल पुलेसा, खानेपानी, अँधेरा, मठ मन्दिर सबैको चाहिँ नि जीर्णोद्धार गरिएको छ। जस्तो पहिला जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा ल्याइएको छ र अनि त्यसपछि गएर मठ मन्दिरहरूलाई अझ राम्रो बनाइएको छ र कति ठाउँमा चाहिँ नि धार्मिक क्षेत्रहरूको विकास गरिएको छ। यी सबै कुराहरूलाई हेर्दाखेरि एकदम राम्रो काम गरेको र म यो गोकर्णेश्वर नगरपालिका
वडा नम्बर 9 का अध्यक्ष राजीव थापा लगायत उहाँको टिमलाई धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा पनि उहाँहरूले सबै सरकारवालासँग सरसल्लाह गरेर विकास निर्माणलाई चाहिँ अगाडि बढाउनु भयो भने राम्रो हुन्छ भन्ने मैले ठानेको छु र त्यो सुझाव दिन पनि चाहन्छु। अहिले पनि उहाँहरूले जुनसुकै वर्ष यो जुन बजेटको बेला हुन्छ त्यो बेलामा योजनाहरू सङ्कलन गर्नको लागि क्षेत्रमा ठाउँमा वडामा र विभिन्न चाहिने ठाउँहरूमा यहाँ भाषीहरूलाई कलेक्सन गरेर जम्मा भेला बनाएर उहाँहरूको आवश्यकता के छ, सामूहिक आवश्यकता के छ, व्यक्तिगत आवश्यकता के छ भन्ने कुरा सोधेर अनि त्यसपछि उहाँहरूले त्यसलाई हेरेर ल ठिक छ भनेर चाहिँ नि सबै कामहरू सम्पन्न गरेको मैले पाएको छु। हामीले ग्राम निर्माण बन्धु मण्डललाई लक्षित गरेर पुस्तकालय भवनहरू बनाएको छौँ। रमेश विकल्प प्रतिष्ठानलाईमा पनि पुस्तकालयहरू गरेका छौँ। त्यसलाई हामीले सहकार्य समन्वय गरेर योजनाहरू कार्यक्रम गरेका छौँ भने माननीय श्री अर्थ समिति सभापति श्री सन्तोष चालिसेज्यूको पहलमा आरबारी त्रिवेणी चोक सडक हामीले अहिले कालोपत्र गर्दैछौँ। त्यसै गरी भगवती थान आरबारी जोड्ने सडक केही खण्ड चाहिँ कालोपत्र भइ नै सकेको छ। त्यसै गरी माननीय प्रदेश सांसद तथा आर्थिक मामिला सभापति श्री छिरिङ दोर्जे लामाज्यूको पहलमा अरुणोदय माध्यमिक विद्यालय जाने बाटो अहिले हामी पहिला ढलको काम सकेर ढलानहरू गरिरहेका छौँ। त्यसै गरी हातेमालो एरियामा ढलको काम सकेर ढलान गर्दैछौँ र उहाँहरूकै पहलमा अब सडक बत्ती तथा सिसी क्यामेराहरू गरिरहेछौँ। नगरपालिकाको समन्वय र सहयोगमा हामीले अब ज्येष्ठ नागरिक पार्कहरू बनाइरहेछौँ। त्यसै गरी गणेश मन्दिर, राधाकृष्ण मन्दिरहरू तथा यहाँ भएका विभिन्न गुम्बा तथा मठ मन्दिरहरू चाहिँ स्तरोन्नति गरिरहेका छौँ र अहिले भर्खरै हामीले पद्मसम्भवको मूर्ति पनि त्रिवेणी हाम्रो गैरी गाउँ भन्छौँ, अब गैरी गाउँ चोकमा हामीले स्थापना गर्न सफल भएका छौँ। त्यसै गरी यस वडामा जुन वडावासीले मेरा आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले जुन मलाई विश्वास गरेर यो ठाउँसम्म पुर्याउनु भयो, मैले उहाँहरूको विश्वासलाई अझ अटल र मजबुत राख्ने नै छु। यहाँहरूको सदा साथ सहयोग र समन्वयको म हरदम अपेक्षा गर्दछु। यसको लागि म कृतज्ञ छु। धन्यवाद। यस कार्यकालमा वडाको जनप्रतिनिधिहरूको काम हेर्दा लाग्छ विकासको फड्कोमारी वडा समृद्धतर्फ लोभलाग्दो शैलीमा अगाडि बढिरहेको छ। यसरी काम गर्ने वडाको सम्पूर्ण टिमलाई हाम्रो पनि शुभकामना छ। धन्यवाद।